गुड मर्निङ वेलकम ब्याक टु ब्याक गाइस। त सबैजनालाई स्वागत छ मेरो ब्लगमा। गाइस गाउँमा आएर फर्स्ट ब्लगिङ हो, मतलब पहिले पनि गरेको थिएँ मैले। अनि यस्तो छ मैले तावाङ छोडिदिएको हो, अनि अब त गाउँमै छु फिलहालको लागि। बहुत गाडीहरू हिँडिरहेको छ, अहिले घर जाँदैछु। अहिले मालिकको फोन आएको थियो मलाई, मालिकले भने कि आइज, जब मलाई गर्नु मन थिएन त म कसरी आइज होइन। अनि त्यसैको लागि अब घर जाँदैछु, घरमा जानु छ, अलिअलि काम छ त्यो गर्ने हो। त्यहाँबाट मुखसुख पनि धुवाउनु छ है। अब मेरो बुढी त दोकानमा छ, आमा अब छोरीलाई नुहाइदिनु अनि मालिस सालिस गरिदिनु होला। हजुर पनि त्यतिकै बसिराख्नुपर्छ घरमा। गाइस जाँदैछु। ठीक है समरिया। गाइस यो चाहिँ हो मेरो भतिजी, मेरो छोरी, यति प्यारो छोरी छ। अनि भाउजू अनि आमा झाडु मार्नु हुँदैछ। अनि यो चाहिँ मेरो कुखुरा ग्याङ, उता चाहिँ बन्दैछ 3 पानी। यस्तै छ मेरो घरको हालत बहुत बेहाल छ। हजुरले त हेरेकै होला मेरो घरको हाल। अब कमाउने भनेको हामी दुईजना दाजुभाइ भने एउटाजनाले काम छोडिदिउँ, किनकि मालिकहरूसँग लफडा भयो अलिकति। मैले चाहिँ छोडिदिएको, दाजु उहीँ छ। गाइस फेरि भेटौँ ल। गाइस हेर्नु सक्छ तपाईँहरूले, म मेरो छोरीसँग खेल्दैछु, किनकि मेरो जान हो, काखको त जान हुन्छ भतिजीहरू। मेरो दाजुको छोरी, मेरो छोरी प्लस। त गाइस भेटौँ होला। अहिले मेरो हात फ्री छैन, त्यो देखाउनु मन थियो र देखाएको। फेरि भेटौँ गाइस। अहिले चाहिँ म भन्दैछु के अरे, मेरो असममा आएर कुदाउनेलाई गाडी देखाउँछु म। पहिले कुदाएको मैले, त्यो गाडीलाई म पसिघाट 2 बार गयो, अनि इटानगर 2-3 बार गयो। इटानगर 1 बार गयो होला, 2-3 बार भन्दाखेरि 1 बार गयो इटानगर, अनि 1 बार अलिपुरा साइड गयो। त्यही हो, देखाउँदैछ है गाइस। गाडी मेरो घरको छेउकै हो, अङ्कलको हो। 2 बार गएको थियो पसिघाट साइड। अनि यो चाहिँ अङ्कलको घर हो। अङ्कल त हुने खाने हो नि त, किनकि अब अङ्कलहरू त फार्मेसीवाला हो। 2टा गाडी छ अङ्कलको। अनि यही हो, यो चाहिँ अङ्कलदेखि ठुलो अङ्कलको घर हो गाइस। हेर्नु सक्नुहुन्छ तामुलबाडी अनि बुम्बुबाडी, यता छ अब नरिकलको गाछ, के छ। यही हो जिन्दगी चाहिँ। यो ब्लगलाई पनि एन्ड गरौँ ल, अनि भेटौँ मलाई फेरि यस्तै ब्लगमा। फेरि जय हिन्द।